हामी चाहिँ भेट भइसकेका छौँ ओ लागम 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 हामी चाहिँ आइसक्यौँ यहाँ यसो अन्डा खाजा खाने टाइम हुँदैछ यसरी यति नै खानु बाँकी यो चाहिँ यो यताबाट भित्र लाग्ने हो ल यात्रा सुरु भयो ल ल ल मैले एउटा चाबी मात्रै राखेको ल लाग्यो पहर हिँड्दै हामी आफ्नो ठाउँ लागिरहेछौँ हाम्रो बिजोग छ यस्तो झोला दुईजना आफ्नो झोला बोकेर नआएर यसरी झोला बोक्नु पर्यो Hello, hello, guys. Today is our trekking. So this is our crew. ल अञ्जन दाई हेलो भन्दैन नि दादा हेलो यो छवि दाईको उसमा आउँछ है भ्लगमा म चाहिँ क्यामेराम्यान क्या क्यामेरा नि मिलाउन आउँदैन कति छ भाइ चिकन लिने हो दाइ लिनुहुन्छ अहिले लिनु हजुर दाइ थ्याङ्क यू दाइ कडा नि हो र ल है दाइ आयो है त ल भर्खर सुरु भयो ल हाम्रो टोलीहरू छवि दाइ यतातिर हुनुहुन्छ आज म क्यामेराम्यान त्यस्तो बोल्नु छाडा बोल्नु छाडा को छाडा बोल्ने भाइ टोलीहरू एकचोटि हेलो भनिदिउँ न त ब्लगमा लु है सबैले सब्सक्राइब हानिदिनु होला सपर गरेर के भन्दैन न सपर गरेर तपाईँ कसरी भन्छ सपर गरेर होइन क्या कसरी पो भन्थ्यो नि सपर गरेर यस्तो राम्रो राम्रो खोलाहरू छन् अब के गर्नु ट्रेकिङको पर्फेक्ट उस लाठी नभएपछि यसैले काम चलाउनु पर्यो खिच्दा बन्द हुन्छ कि के हो र नि ल अब पहिलो टाइम गोप्रो चलाएको अलि गाह्रै हुँदो रहेछ पहिलो टाइम गोप्रो चलाएको गाह्रै हुँदो रहेछ ल गाइजहरू यस्तो राम्रो सिन छ हामी फेरि यो डेस्टिनेसनबाट अर्को डेस्टिनेसनतिर लाग्दैछौँ यहाँ हाम्रो नारायण दाइ चाहिँ नि यो भालुको खोलको फर्किदिनुहुन्छ भालु जस्तो देखिन्छ देखिनु भनेर हर्का साम्पाङ रे खान्छ होला कि यसले यसको प्रोग्राम त्यही भएर होला ल भालुले कोतारेको ठाउँ भेट्यो है ल हाम्रो टिम दुई तिनजना अगाडि गइसक्यो हामी यो गीतले मेरो कपिराइट लाग्ने भयो ए छिटो आऊ ए तिमीलाई रोकौँ त काट्नु जय शम्भु
कालोलाई कालो छ जय शम्भु सर्वत सर्वत झोला ल्याउनु त्यो त नि आए त्यो त नि आए आउनु होली मोली के हो ए म यति हाल्दा पाएको बेला त पाकेर घरको हान्दिने हो नि त्यही भएर म चाहिँ आधी भाडा छु कति हाल्छु हान्ने पर्छ सबै गीत त यार भिडियो अपलोड हुन्छ क्या अनि भिडियो अपलोड हुन्छ नि गरेर त मलाई गर न चेस गरेपछि खानुपर्छ नि कसरी यार के गरे खाइ खाइ यता पर्छ तपाईँ तपाईँ आए खाइसक्यो खाइसक्यो ल जाम सबै जय शम्भु गाह्रो छ तिमी पाल्दा ल म पनि हिँड्छु भाइ गने बल्ल लिएर आएको छ दाइले यहाँ लोखर्के देख्यो कि यसले खान दिन्छ भने पछि लाग्यो होला यो सिटामल रहेछ क्या खान न भर्खर त्यहाँ यसो फोटो खिचेर अगाडि हिँड्दैछौँ मेरो मामासी चाहिँ जिम गर्दै हुन्छ अगाडि हामी अगाडि फोटो खिच्ने काम सघाएर अझै खिच्न त धेरै खिचेको छ लगभग हामी अहिले चाहिँ नि 4 माइलभन्दा बेसी हिँडिसकेको छ बाटो चाहिँ नि अलि गाडी हिँड्ने बाटो आयो जस्तो छ हामी अगाडि जाँदैछौँ यसरी यहाँ फोटो खिच्ने मजा यता भाइहरू पनि फोटो खिच्दैछौँ उहाँ पछाडि ए एकचोटि म्याप हेरौँ त यहाँदेखि कता जाने हेर्नु पर्ने पहिला सुरु फोटो खिच्ने काम गर्दैछ ए घोडा चढ्नु तपाईँ घोडा चढ्नु 7 8 9 10 11 12 13 14 15 अर्जुन दाइले भित्तो पक्रेर मात्रै सक्नुहुन्छ अर्जुन दाइले भित्तो पक्रेर सक्नुहुन्छ भयो भयो 1 2 3 4 5 6 7 8 9 10 30 त बजाएर हामी चियर के हो रे अरे 15 16 17 18 19 20 21 22 23
हाम्रो चाहिँ यसो पुसो भन्ने काम हुँदैछ है। अर्जुन दाइले पिट गर्ने पैसा अर्जुनले 50 हान्नुभयो। यहाँ आकाश आउँदैछ अब। आकाश ल चार 5 6 7 8 9 ल 30 त हानिसक्यो त चल डेलो भाइ त मनमनै गर्ने छन् के छ कस्तो लागिरहेको छ हेरेर ए सबै छ त्यतातिर ल म्युजिक पनि त्यस्तै बज्छ छप्पन्न हान्छ मुखी 56 टार्गेट हो 60
पनि त पछाडि यसरी सबैलाई अगाडि लगाएर लाइन यसरी लगाएछ मुक्तिनाथ स्वर्गद्वार जाने जस्तै घर रहेछ नि त तलपट्टि टिन टल्क्यो बाले बिलाउनु हाम्रो डेस्टिनेसन नि उ त्यो निलो भाइ आउँदैछ उ त्यो निलो त्यो उ त्यहाँ छ नि त जान त्यहाँबाट खिच्नु पर्यो नि पुलको पो आउँछ त यहाँसम्म आइयो त कुन ठाउँ थाहा छैन आइपुग्यो जङ्गलमा आइयो पानी पर्नु अनि पानी पर्नु लाग्दा हामी चाहिँ फर्क्यौँ अब अनि यहाँ चाहिँ नि ओ मामाश्री के भन्नु छ अब मलाई धन्यवाद दिने गाली गर्ने हो धेरै राम्रो ठाउँमा आइयो होइन रियल हाइक गरियो अब हाम्रो चाहिँ डेस्टिनेसन पोइन्ट यही बनाइयो अब घर पुग्दाखेरि रात पर्ने भएर हामी फर्किन सक्छौँ ल अर्जुन दाइ ल अब यसको लागि धन्यवाद राम्रो ठाउँमा आइयो अनुभव रह्यो एक्सर्साइज चाहिँ भयो होइन एक्सर्साइज त भइहाल्यो नि के छ यतिको एक्सर्साइज भएपछि अब भोलि पर्सि केदारमा चढ्नु पऱ्यो भने खासै गाह्रो चाहिँ हुँदो जस्तो लाग्यो के छ सेम हेयर सेम रे नआउँदै ल हाम्रो धन्यवाद दाइलाई एकदम राम्रो उसमा आइयो होइन जङ्गल खोला विशाल जङ्गल घनघोर जङ्गल भन्छ भाइ भन्दा होइन एमाजोनको जङ्गल भन्दा एमाजोनको जङ्गल जस्तै हो हेर्न पाइयो अब एकछिन पानी पनि पर्दैछ पानी पर्नु थाल्यो 212 भयो हिउँ चाहिँ नि यस्तै देखिया चाहिँ हामी फर्क्यौँ साथीहरू चाहिँ नि बाटोमै रोकिनु भयो उहाँहरू चाहिँ नि खै कतातिर रोकिनु भयो थाहा भएन तर हामी चाहिँ नि यति 6जना चाहिँ नि कन्टिन्यू आएको थियौँ भालु चाहिँ नि भालु पनि भेट्यौँ तर अमेरिकनहरू भेटियो है अब चाहिँ नि हामी फर्केको यसरी पानी पऱ्यो यसरी हामीले इन्ट्रोट लाउँदै सबैजना पर्दैन त्यही हो कि हो त्यहाँ लगाइदिने हो कि हो त्यही माथि चाहिँ छ त हो त्यहाँ हो त्यसरी हात निकाल्नु ननिकाल पर्छ हात निकाल्नु त्यही हो छ क्या किन्नु हो नि कहाँ छ हेर्दै यहाँ छ एउटा यो एउटा नै भएको छैन अघि छ अब त भालु देखेर हामीलाई उल्लु टेलाउँछ भालु यस्तो डोला आएपछि यसो गरेर गइहाल्छ नि भालु अब भालु देखेपछि माग्छ कुन भालु आयो भनेर भाग्छ हामीले अहिले मुखनाथ दर्शन गरेर फर्किँदैछौँ यहाँ पानी पऱ्यो त्यसरी वालमार्टले यो बाँडेर सबैलाई यो अगाडि लाग्यो त्यो चाहिँ पायो हाम्रो काहीँतिर पछाडि पर्नु कमल पनि पाइन भाइ चाहिँ म ल्यान्दै खासमा चाहिन्न भन्ने कुरो गर्नु भाइले हेलो पुरा दर्शकहरूलाई यहाँ नुहाएको हेरेर बस्यो एकजना नुहाउने अरूले हेरेर बस्यो चिसो पानी लास्टै पुरा यो त चिसो पानी हो हिउँको पानी हो यो त हिउँको पानी हो क्या जुत्ता बोकेर जाने रे जुत्ता बोकेर फेरि पानी आउनु लाग्यो होइन यो मजाले सकिँदछ हामी यहाँ जाँदाखेरि नान्दै जानुभयो यो चिसो खोलामा नुहाउनु के अरे खुट्टा बिजाउनु भाइ चिप्लो छ है फेरि भिज्यो त केही पनि छैन फेरि यहाँ फर्क्यो यसरी यहाँ फोटो खिच्ने फोटो सेसन चलिरहेको दुईवटा क्यामेराम्यान यसरी अहिले चाहिँ हामी यो चाहिँ यो टिकटकको लागि चाहिँ भिडियो सुटिङ गर्दैछौँ यो फाँटमा हामी फर्किँदै घर हामी फर्किँदैछौँ
यो फाँटोमा बसेर हामी चाहिँ नि भिडियो चाहिँ नि खिच्दैछौँ। यता प्रदीपले म स्पिकर ल्याउँदैछ। मेरो पुसअप गरेको चाहिँ पठाउनु है भिडियो भाइ हाल्नु भयो ल म युट्युबमा हाल्छु। होइन आउँछ बरु धेरै चाहिँ नबोल नि। म सबै युट्युबमा हालिदिन्छु यो। बन्द गरिदिनु तपाईँको त्यहाँ यसरी टिकटको लागि म खिचिरहेको ए यता यता आउनु यता यता कहाँ भिडियो खिचेन यता 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 बिचमा क्या बाटोवाला बिचमा पारौँ न। यस्तो एउटा यस्तो हो नि यस्तोवाला क्या यस्तोवाला ल है सबैले म यहाँ भिडियो पोस्ट गर्छु पछि काट्न मिल्छ होइन यस्तोवाला है सबैले यस्तोवाला है यस्तोवाला है ल आयो त्यो